मलाई थाहा छ कि हम बाबा लोग फोन नहीं चलाते हैं। हमारे गुरुजी लोग हम फिर कैश नहीं भोग्ता है ना। हेलो गाइज, वेलकम टु माई जिपिआर भ्लग। स्वागत छ तपाईहरुलाई मेरो न्यू भ्लगमा। आज चाहिँ म एनजेपीदेखि बेन्डुकीको लागि जाँदैछु ट्रेनमा चढेर। हेरौँ आज कस्तो सिट भन्छ तपाईहरुलाई देखाउनेछु। साथीहरु, म चाहिँ आज थर एसीमा जान लागेको। अनि हेर्नुस् है, थर एसीको सिटहरु चाहिँ यस्तो हुन्छ। अनि योमा चाहिँ सुन्न पनि मिल्छ, हेर्नुस् है। अनि मेरो सिट चाहिँ यो सिट हो है, यो मान्छे बसेछ। मलाई थाहा छ कि हम बाबा लोग फोन नहीं चलाते हैं। हमारे गुरुजी लोग हम फिर कैश नहीं भोगता है ना। हमारे गुरुजी लोग फोन नहीं चलाने देते। हमारे गुरुजी गुस्सा करते हैं फोन चलाने से। हमारे पास फिर पैसे नहीं है ना, हमारे पास वही फोन पे गूगल पे है। हमारे गुरु जो पुराने ख्याल आते हैं, वो फोन से नफरत करते हैं, वो उनको फोन नहीं चलाने देते। अच्छा, हमारे पास अभी कैश नहीं है बाबा। कोई नहीं बाबू, होगा तो ठीक है, नहीं होगा तो ठीक है बेटा। अच्छा, ठीक है, ठीक है बाबा। बसै छैन, पैसा र हामी चाहिँ फाइनल्ली बेन्डुकीमा पुग्यो है, बेन्डुकी स्टेसनमा। र हामी जाँदैछौँ अब। यहाँ फौजीहरू पनि रहेछ। फौजीहरूको साथ बजार्नुपर्छ पछि ल। र इन्डियन आर्मी हो यिनीहरू चाहिँ, हेर्नु है। यस्तो झोला बोकेर हिँडिरहेछ। मैले चाहिँ लुकेर बनाइरहेको छु भिडियो बनाउन नदिने रहेछ यिनीहरू। अगाडि पनि हेर्नुहोस्, अगाडि पनि गइरहेछ। अनि लुकेर बनाइरहेको छु मैले भिडियो चाहिँ। हाइवेतिर हेर्नु त, फौजीको सामान कति ठुलो झोलाहरू बोकेर हिँडेछ। यिनीहरू चाहिँ एक ठाउँदेखि अर्को ठाउँ जाँदैछ क्या हो। त्यही भएर पोस्टिङको लागि जाँदै होला सायद, मलाई लाग्दैछ। यो मान्छेले पनि भिडियो बनाइरहेको रहेछ है। म लक्की यार, लक्की रहेछ साथीहरू। आज चाहिँ है फौजीहरूसँग भिडियो बनाइरहेको छु है। फौजीहरूसँग भिडियो बनाउन पाइयो, जो खुसी लागिरहेछ।